गाइज वेलकम ब्याक माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुन्छ। म पनि सन्चै छु क्या, म नि सन्चै छु। गाइज रात चाहिँ हामी चाहिँ सकरखण्ड खन्न गइरहेका छौँ। सकरखण्ड के हुन्छ नि त, उसिनेर खानु हुन्छ। टक्कै जानी गरममा चाहिँ हाम्रो यहाँ केरियामा बिरालो गाइज किन्ने होला। बुढे ठिक छ नि? ए के हो के यस्तो हुन्छ बिराल चाहिँ। धन्यवाद मेरो भिडियोमा आएकोमा तँलाई चाहिँ। गाइज सकरखण्ड खन्ने चाहिँ हो। कहाँ क्यामेरा यस्तो भयो कि हौ, घाम लागेर क्यामेरा चाहिँ ठिकै रहेछ। फुङ्गाने म हेर्नु यस्तो छ है। सकरखण्डको झाल चाहिँ यस्तो हुन्छ। यही नै हो सकरखण्डको झाल। यहाँ चाहिँ यहाँ खनिसकेको छु गाइजहरू होइन। ओहो नि गाइज यस्तो हुन्छ कि हाम्रोमा चाहिँ सकरखण्ड। कता कति चाहिँ यस्तै हुन्छ, कता कति चाहिँ सानो हुन्छ। यति बेला त गाइजहरू हामी चाहिँ हो यतिका सकरखण्ड थुपारेका छौँ। यस्तो खनिसकेको छौँ है टक्क। हो यस्तरी खनेका छौँ। मेरो भाइ चाहिँ त्यहाँ लागि परेको छ गाइजहरू। अब यहाँ चाहिँ म नि लागि पर्छु त्यहाँ नि गाइज। खेती किसान गरेर बाँच्न नि गाह्रै छ, गरेर खान गाह्रै छ। भक्का बग बाँझो बारी हान्यो तर भाइ त्यहाँ सकरखण्ड हो। मलाई यो मलाई म खन्छु कि यो हानी स्याहारमा खन्दैछ यहाँ चाहिँ। खन के रे उता खाने यहाँ कहाँ हो र ले त यहाँ त म खन्छु ले घाँठा। गाइजहरू मेरो भाइ चाहिँ आँडे रहेछ देख्नु भने कि मान्दैन यार। तैँले त्यहाँ पुरिस कता सकरखण्ड चाहिँ रुख चढेको छ। कतिजना सकरखण्ड खाना हो गाइज। मैले खन्छु कि अब अब चाहिँ मैले खन्छु गाइज होइन। टक्क मैले खनेपछि चाहिँ बल्ल भेटिन्छ क्या, जान्दैन यसले। के भनिस् खाला नि गाइजहरू। सकरखण्ड खन्छु म चाहिँ सो अब म खन्छु है त गाइज। अब म खन्छु, भाइ चाहिँ थाकेको छ, भाइले भिडियो बनाउँछ। यहाँ खनेर देखाइ त। यहाँ चाहिँ यस्तो ढुङ्गो हो गाइज। खनान हुन्छ गाजर यहाँ चाहिँ पर हो। मेरो भाइलाई पनि थाहा के यति किसानी गरेर मात्र गाह्रो हो गाइज। अब यति खनेर मात्र हुन्न, धेरै भाइ चाहिँ बेच्ने पनि जानु। हेर्नुहोस् यहाँ गाजर कति सकरखण्ड भेटिने हो। यसरी चाहिँ हाम्रो सकरखण्डको सुरुवात हुन्छ कि देखेको छ। देख्न सक्नुहुन्छ गाजर देखाउने चुडेको छ गाइज। खन्न चाहिँ जान्दैनन् केटीहरूले होइन गाइज। यहाँ सकेका छन्। अर्को पनि देखिसक्नु भएको छ ती गाजर। अर्को पनि फुङ्गालिसकेको छ, यो पनि भाँचिएको छ। यसलाई चाहिँ म राख्न गइरहेको छु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाईहरू यत्रो सकरखण्ड छ। के नि गाईहरू हाम्रो ध्यान कसरी बानी पाल्न पर्यो। गाई देख्न सक्नुहुन्छ फेरि सकरखण्ड भेटिएको छ। म छन्नमा अच्छा खन्न लागिरहेका छन् भाइले। म चाहिँ यहाँ छोड्न गइरहेको छु सकरखण्ड। बल्ल बल्ल गमला भरिन लागिरहेको छ गाईहरू। सकरखण्ड चाहिएमा कमेन्ट गर्नु होला गाईहरू। सब्सक्राइब गर्न टेस्टी हुन्। सब्सक्राइब लाइक शेयर कमेन्ट गर्न नबिर्सिनु होला।
फेरि भेटिएको छ सकरखण्ड चाहिँ भाँची यो चाहिँ परारको हो गाइजहरू होइन ओइलीको फेरि म छोड्न आइसकेको छु अहिले चाहिँ उसिनेर खाने हो गाइजहरू अलि ठुलो भेटी सबैले नि चाहियो बार मलाई रान्तिनी खन्द अर्घाँची काभरनेटा लापोखरा भन्ने ठाउँमा आउनु होला गाइजहरू अर्को पनि भेटिएको छ यो चाहिँ लास्टै ठुलो भयो हात हानी सामान लिएन खस्छ गाइजहरू काट्यो माछाला कत्रो काट्यो काट्यो उहाँ ल तेरो बाजेको त्यहाँ काट्यो कति यहाँ आउँदै छ माछाले यत्रो काट्यो देख्यौ यहाँ आउँदै कहाँ खाऊ त गाइज फेरि पनि भेट्यो म राख्न आएँ फेरि खन्न लाग्छ नि दाइले फेरि चाहिँ गाइज कत्रो भेटिने हो उहाँ आधी भयो के अर्को लर्को जाँदा फान्नै जाने रहन्छु आधी गएको यो खाना हेर्नु त म चाहिँ लोटे भन्न लोटिस गरेँ म चाहिँ लोटे गाजर अब हेर्नुहोस् म लोटेपछि कत्रो सहरमा भेटिन्छ अब भेटिँदैछौ गाई त्यहाँ आधी काम हो र कहाँ गयो त आधी गर्न गाई अहिलेसम्म भेटिएको छैन सहरमा नै भेट्यो भने चाहिँ ठुलो भेटिन्छ गाईहरू यत्रो सकराना भेटिएको छ मैले भनेको थिएँ फेरि राख्न गइरहेको छु म आधी क्वाकेको काम र त भने फेरि पनि सकराना लगाइसकेको छन् ओ माय गॉड फेरि अर्को भेट्यो ओइलीको चाहिँ यार यो चाहिँ परारको यी रातो हो ओइलीको यो चाहिँ ओइलीको छ क्वाकेकै यो आधी खै त त्यही त होला आधी ओए मुला यहाँ तु यहाँ फेरि फेरि हट फेरि देख्न सक्नुहुन्छ गाईहरू ओइलीको यो देख्नुहुन्छ खान चाहनुहुन्छ भने यस्तै सकराउनु कमेन्ट हान्नुहोस् मालरान्तिन खन्दा अर्घाँची यो चाहिँ लाफोरा भन्ने ठाउँमा हामी काभरनेटा नि लगाएका छौँ पुनाराम खनालको घरमा आउनु होला तेरो बा हाम्रो बाको घर सबर गर्न लिनु परेमा यो चाहिँ हाम्रो बाको घर हो तेरी टेक्नी त्यो अर्को पनि भेटियो यो चाहिँ परारको हो पुरको त्यो अर्को पनि अर्काको नि धर डोरा बहुत हुँदो रहेछ यार मैले उनी त भनेको यो फेरि राख्न आइसकेँ म गमला चाहिँ फुल्ली भइसकेको छ गाईहरू अब यसपछि हामी माछा समात्ने हो गाईहरू माछा टन्नै लागेको हो चोर्देर भ्याइदिए गाईहरू क्या नि अब 3-4वटा मात्र छन् सखर खान अर्को नि भेटिसक्यो फेरि अर्को भेट्यो अनि मैले त यसले चाहिँ मलाई हानिसकेँ हान्न भन्नु फेरि खन्दै भाइ चाहिँ तेरो बाको भाइ भन्दैछन् त्यहाँनिर गाई जस्तै पर छ ढुङ्गा देख्न सक्नुहुन्छ यहाँ कति छन् गाईहरू ढुङ्गा जस्तै सखरखण्ड पनि भए त हुन्थ्यो त्यहाँनिर गाई छैनन् उता त खन्ने बाँकी छ उता होला माझ डोरा बहुत रहेछन् गाई अझै चाहिँ भेटिएको छैन सखरखण्ड गाईहरू सब्सक्राइब नगरेर भयो त्यो खानेको गाई सब्सक्राइब गर्नु है सब्सक्राइब नगरेर अलक्षण भइरहेको छ अझै खन्दैछन् म चाहिँ यहाँ आधी क्वाक्यो उनी गयो कि छेर्दै हामी चाहिँ भिडियो एडिट नगरिकन उहाँलाई चाहिँ आमा आइसक्नु भएको छ गाईहरू देख्न सक्नुहुन्छ आमाले नै यो झाललाई लाउनु भएको हो गाईहरू आमालाई चाहिँ के लिएर आउनुभयो आमाजी हेलो मेरो नाम के हो तपाईँको नाम के हो गाइज अब चाहिँ हामी 1 घन्टा मिठाई खान्छौँ गाईहरू हेर्नुहोस् गाइज यहाँ चाहिँ ठुलै सखरखण्ड भेटिएको यहाँ गाईहरू यहाँ देख्न सक्नुहुन्छ सखरखण्ड अर्को भाँडो ल्याइदिनु गाइज एउटा गमलो भर्यो अब अर्को भाँडो लिन जाँदै हुनुहुन्छ हाम्रो आमाजी जानु अर्को भाँडो लिन जानु